मेरो YouTube च्यानलमा तपाईहरूलाई हार्दिक स्वागत छ। आज म तपाईहरूका लागि सुन्दरी जलका 3वटा डरलाग्दा भूतिया कथाहरू लिएर आएको छु, जसले तपाईको जीव श्रृङ्ग बनाउनेछ। आशा छ तपाईलाई यी कथाहरू मन पर्नेछन्। अब बत्ती निभाउनुहोस्, आरामसँग बस्नुहोस् र सुरु गरौँ पहिलो कथा। सुन्दरी जलको स्कुल ट्रिप। काठमाडौँको एक प्रसिद्ध विद्यालयले कक्षा 10 का विद्यार्थीहरूलाई शैक्षिक भ्रमणका लागि सुन्दरी जलले जाने योजना बनायो। विद्यालयका 30 जना विद्यार्थी र 3 जना शिक्षक शनिबार बिहानै बस चढेर सुन्दरी जल पुगे। विद्यार्थीहरू निकै उत्साहित थिए। कसैले फोटो खिचिरहेका थिए, कसैले भिडियो बनाइरहेका थिए। तर त्यही समूहमा एक विद्यार्थी थियो, अर्जुन। उनकी हजुरआमाले यात्रा अघि एउटा चेतावनी दिएकी थिइन्। सुन्दरी जलको नदी नजिक रात परेपछि कसैले तिम्रो नाम बोलायो भने जवाफ नदिनु। अर्जुनले त्यो कुरा हाँसेर उडाइदियो। दिनभरि सबैले घुमफिर गरे, जङ्गल घुमे, झरना हेरे, फोटो खिचे। शिक्षकहरूले साँझ 6 बजे फर्किने योजना बनाएका थिए, तर अचानक बस बिग्रियो। मर्मत गर्न समय लाग्ने भयो। यसैले सबैलाई नजिकैको एउटा पुरानो विश्राम गृहमा रात बिताउनु पर्ने भयो। स्थानीय केयरटेकर एक वृद्ध थिए। उनी निकै डराएका देखिन्थे। उनले शिक्षकहरूलाई भने, राति 12 बजेपछि कसैलाई नदी किनार जान नदिनुहोस्। किन? शिक्षकले सुने। वृद्धले उत्तर दिएनन्। उनले केवल नदीतिर हेरे। राति 11 बजेतिर विद्यार्थीहरू भूतका कथा सुनाउँदै बसे। अर्जुन, सुमन, रोशन र प्रिया भने अझै जागा थिए। अचानक बाहिरबाट कसैले सिटी बजाएको आवाज आयो। कसैले मजाक गरिरहेको होला, सुमनले भन्यो। तर केही सेकेन्डपछि फेरि आवाज आयो, यसपटक अझ नजिक। चारैजना झ्यालतिर गए। टाढा नदी किनारमा सेतो कपडा लगाएकी एउटी महिला उभिएकी थिइन्। त्यो को? प्रियाले सोधी। महिला एकटक उनीहरूलाई हेरिरहेकी थिइन्। त्यसपछि उनले हातले बोलाए जस्तो इशारा गरिन्। जिज्ञासाले भरिएका ती चारैजना चुपचाप कोठाबाट बाहिर निस्के। नदी किनार पुग्दा वातावरण अस्वाभाविक रूपमा चिसो थियो। हावा थिएन, जङ्गल मौन थियो। महिला अझै त्यहीँ उभिएकी थिइन्। हजुर को हुनुहुन्छ? अर्जुनले सोध्यो। महिलाले टाउको उठाइन्। उनको अनुहार देख्ने बित्तिकै सबैको रगत जम्यो। उनको आँखा थिएन, केवल 2टा काला खाडल। अचानक रोशन चिच्यायो, पछाडि हेर! उनीहरू फर्के। नदीभित्र 100औं मानिसहरू उभिएका थिए। सबै पानीभित्र आधा डुबेका, सबै उनीहरूलाई हेरिरहेका। त्यसै बेला नदीबाट आवाज आयो, हामीलाई घर जान देऊ। ती आवाजहरू एकसाथ गुन्जिए। प्रियाले रोइरहेको स्वरमा भनिन्, हामी फर्कौँ। तर ढिलो भइसकेको थियो। नदीको पानी बढ्न थाल्यो। अचानक सुमनलाई कसैले तान्यो। उसको खुट्टा पानीभित्र हरायो। बचाऊ! उसले चिच्यायो। तर केही सेकेन्डमै वो अन्धकारमा हरायो। अर्जुन र अरू 2 जना भागे। भाग्दै जाँदा उनीहरूले एउटा पुरानो ढुङ्गे मन्दिर भेटे। त्यहाँ एउटा फिक्का लेखिएको शिलालेख थियो। त्यसमा लेखिएको थियो, यो नदीमा हराएका आत्माहरूको विश्राम स्थल। तल अर्को लेख थियो, 1987 को स्कुल ट्रिप दुर्घटना। त्यो पढेर सबै स्तब्ध भए। वर्षौं अघि एउटा विद्यालयको भ्रमण टोली यहाँ आएको रहेछ। राति केही विद्यार्थी नदीमा हराएका थिए। उनीहरूको शव कहिल्यै भेटिएको थिएन। त्यसपछि नदीमा राति बच्चाहरू रोएको आवाज सुनिन थालेको थियो। अचानक मन्दिरको ढोका आफै बन्द भयो। भित्र अन्धकार फैलियो र उनीहरूले साना बच्चाहरूको आवाज सुने, हामीलाई साथ देऊ, हामी अझै घर पुगेका छैनौँ। अर्जुनले टर्च बाल्यो। भित्तामा दर्जनौं साना हातका छाप थिए र केही त ताजा रगतले बनेका जस्तो देखिन्थे। त्यसै बेला ढोका बाहिरबाट सिटीको आवाज आयो, फ्युस फ्युस। आवाज झन् नजिक आयो। ढोका बिस्तारै खुल्न थाल्यो। बाहिर सेतो कपडा लगाएकी महिला उभिएकी थिइन्। तर यसपटक उनको वरिपरि दर्जनौं विद्यालयका विद्यार्थीहरूको आत्मा थियो। सबैले विद्यालयको पोसाक लगाएका थिए। महिलाले मुस्कुराउँदै भनिन्, अब तिमीहरू पनि हाम्रो ट्रिपको हिस्सा हौ। त्यसपछि ठूलो चिच्याट सुनियो। भोलिपल्ट बिहान शिक्षक र स्थानीयहरूले खोजी गर्दा अर्जुन मात्र बेहोस अवस्थामा भेटियो। सुमन, रोशन र प्रिया कहिल्यै भेटिएनन्। अर्जुन आज पनि जीवित छ, तर उसले एउटा कुरा सधैँ दोहोऱ्याउँछ, यदि सुन्दरी जलमा राति कसैले तिम्रो नाम लिएर बोलायो भने कहिल्यै जवाफ नदिनु, किनभने केही आवाजहरू
मानिसका होइनन् र सुन्दरी जलको नदी अझै पनि आफ्ना नयाँ साथीहरूको प्रतीक्षा गरिरहेको छ। सुन्दरी जलको हराएको पदयात्री। काठमाडौँको उत्तर पूर्वमा रहेको सुन्दर र शान्त ठाउँ सुन्दरी जल दिनको समयमा प्रकृति प्रेमीहरूको स्वर्ग मानिन्थ्यो। तर स्थानीय बासिन्दाहरूका अनुसार राति त्यहाँका जङ्गल, नदी र पुराना पदमार्गहरूमा केही यस्तो कुरा लुकेको थियो जसको बारेमा बाहिरका मानिसहरूलाई थाहा थिएन। यो घटना लगभग 10 वर्ष अघि भएको भनिन्छ। असार महिनाको एक साँझ 5 जना साथीहरू रमेश, सुमन, विकास, पूजा र अनिश घुम्नका लागि सुन्दरी जल पुगे। उनीहरूको योजना शिवपुरीको जङ्गलसम्म पदयात्रा गरेर बेलुकासम्म फर्किने थियो। दिनभरको यात्रा रमाइलो भयो। उनीहरूले झरना हेरे, तस्बिर खिचे र जङ्गलको सुन्दरता अनुभव गरे। तर फर्किने बेला मौसम अचानक बदलियो। कालो बादलले आकाश ढाक्यो र ठूलो वर्षा सुरु भयो। छिटो तल झरौँ, रमेशले भन्यो। तर वर्षासँगै बाक्लो कुहिरो फैलियो। बाटो देख्नै गाह्रो भयो। जङ्गलको बीचमा पुगेपछि उनीहरूले एउटा पुरानो ढुङ्गे घर देखे। घर निकै पुरानो थियो। झ्यालहरू फुटेका थिए र ढोकामा काई जमेको थियो। आज रात यहीँ बसौँ, सुमनले सुझाव दियो। सबैले सहमति जनाए। घरभित्र पस्दा उनीहरूलाई अनौठो चिसोपन महसुस भयो। बाहिर वर्षा भइरहे पनि घरभित्र हावाको कुनै आवाज थिएन। राति करिब 11 बजे पूजा अचानक बिउजिन्। उनलाई बाहिर कसैले रोइरहेको जस्तो सुनियो। सुन्नुभयो? उनले बिस्तारै सोधिन्। अरूले केही सुनेन। तर केही मिनेटपछि सबैले स्पष्ट रूपमा एउटी महिलाको रुवाई सुन्न थाले। रुवाई नदीतिरबाट आइरहेको थियो। अनिश टर्च बोकेर बाहिर निस्कियो। म हेरेर आउँछु। उसको पछि रमेश पनि गयो। कुहिरो यति बाक्लो थियो कि टर्चको प्रकाश केही मिटरभन्दा अगाडि पुग्दैन थियो। नदीको किनारमा पुगेपछि उनीहरूले एउटा पुरानो काठको पुल देखे। पुल निकै पुरानो थियो। महिला पुलतर्फ हिँड्न थालिन्। रमेश र अनिश पनि पछ्याउँदै गए। अचानक महिला पुलको बीचमा पुगेर गायब भइन्। एकैछिनमा चारैतिरको तापक्रम अस्वाभाविक रूपमा चिसो भयो। त्यसै बेला पुल मुनिबाट कसैले फुसफुसाएको आवाज आयो। तिमीहरू पनि आऊ। अनिश डरले काप्न थाल्यो। उसले तल हेर्दा नदीको पानीभित्र दर्जनौं मान्छेका अनुहार देख्यो। सबै उनीहरूलाई हेरेर मुस्कुराइरहेका थिए। भाग, रमेश चिच्यायो। दुवैजना दौडिँदै घरतिर फर्के। तर फर्किँदा बाटो हराइसकेको थियो। जहाँ घर थियो त्यहाँ अब केवल जङ्गल मात्र थियो। उनीहरू गोलो गोलो घुमिरहेका थिए। त्यसै बेला टाढाबाट पूजा र विकासको चिच्याहट सुनियो। उनीहरू आवाजतिर दौडे। तर त्यहाँ पुगेपछि केही थिएन। केवल एउटा ठूलो रुख थियो। रुखको बोक्रामा नङले कोरिए जस्तो लेखिएको थियो, मलाई खोज्न नआऊ। रमेशको मृत्यु जोडले धड्किन थाल्यो। त्यो लेखाइ विकासकै हस्ताक्षर जस्तै थियो। अचानक जङ्गलभरि एउटै आवाज गुन्जियो, फर्केर जाऊ, फर्केर जाऊ, फर्केर जाऊ। रुखहरू हल्लिन थाले। हावाको कुनै झोका नभए पनि पातहरू चर्को आवाज निकाल्दै कापिरहेका थिए। त्यसपछि उनीहरूले देखे सेतो कपडाकी ती महिला फेरि उनीहरूको अगाडि उभिएकी थिइन्। यसपालि उनको अनुहार देखियो। आँखा थिएनन्, केवल कालो खाल्डो मात्र थियो। मुख अस्वाभाविक रूपमा ठूलो थियो। उनी मुस्कुराइरहेकी थिइन्। अचानक महिला हावामा तैरिन थालिन्। रमेश र अनिश डरले भागे। दौडिँदै जाँदा उनीहरू एउटा खुला मैदानमा पुगे। त्यहाँ दर्जनौं मानिस उभिएका थिए। सबैले सेतो कपडा लगाएका थिए, तर उनीहरूका अनुहार थिएनन्। एकैचोटि सबैले टाउको रमेशतर्फ फर्काए। हामीसँग बस भनेर 100औं आवाज एकैचोटि सुनियो। त्यसपछि रमेश बेहोस भयो। भोलिपल्ट बिहान स्थानीय बासिन्दाहरूले रमेशलाई नदीको किनारमा भेटाए। ऊ एक्लै थियो। अनिश, पूजा, विकास र सुमन कहिले भेटिएनन्। प्रहरीले धेरै दिन खोजी गर्यो, तर कुनै प्रमाण फेला परेन। रमेश बाँच्यो, तर त्यसपछि कहिल्यै सामान्य बन्न सकेन। उसले सधैँ एउटै कुरा दोहोर्याइराख्थ्यो, उनीहरू अझै नदीको छेउमा उभिएका छन्। राति नदीतिर नजानु। उनीहरूले अझै नयाँ साथी खोजिरहेका छन्। आज पनि सुन्दरी जलको जङ्गल र नदी वरपर बस्ने केही स्थानीयहरू भन्छन् कि वर्षाको रात बाक्लो कुहिरो छाएको बेला नदीको किनारमा सेतो कपडा लगाएकी एउटी महिला देखिन्छन्
र यदि कसैले उनको पछि पछि नदीतिर गयो भने ऊ कहिल्यै फर्केर आउँदैन। सुन्दरी जलको अन्तिम बस। विस्तारित कथा। सुन्दरी जल काठमाडौँको भिडभाडबाट केही टाढा भए पनि रहस्यले भरिएको ठाउँ। दिनको समयमा त्यहाँको जङ्गल, झरना र पहाडले मानिसलाई मोहित बनाउँथ्यो, तर स्थानीयहरूका लागि रातको सुन्दरी जल अर्कै संसार थियो। विशेष गरी एउटा कथा। राति 11 बजेपछि सुन्दरी जलबाट शहरतिर आउने अन्तिम बसमा कहिल्यै नचढ्नु। यो चेतावनी वर्षौंदेखि सुनिँदै आएको थियो। कसैले यसको कारण स्पष्ट भन्न सक्दैनथ्यो। कसैले दुर्घटनाको कथा सुनाउँथ्यो, कसैले हराएका यात्रुहरूको। तर एउटा कुरा सबैको कथामा समान थियो, अन्तिम बस। आजभन्दा करिब 30 वर्ष अघि 1990 को दशकमा सुन्दरी जलको उकालो सडकमा एउटा भयानक दुर्घटना भएको थियो। त्यो रात पनि बाक्लो कुहिरो लागेको थियो। यात्रुहरू भरिएको बस काठमाडौँतर्फ जाँदै थियो। चालक अनुभवी थिए। उनले त्यो बाटो हजारौं पटक पार गरेका थिए। तर त्यो रात उनले सडकको बीचमा सेतो कपडा लगाएकी एउटी युवती उभिएकी देखे। बस रोक्न समय थिएन। चालकले स्टेरिङ मोडे। बस सडकबाट तल खस्यो। त्यस दुर्घटनामा चालकसहित सबै यात्रुको मृत्यु भयो। जब उद्धार टोली घटनास्थल पुग्यो, उनीहरूले एउटा अनौठो कुरा देखे। बसमा मृतकहरूको संख्या यात्रु सूचीभन्दा 1 जना बढी थियो। त्यो अतिरिक्त शव एउटी अज्ञात युवतीको थियो। उनी को थिइन् भन्ने कुरा कहिल्यै पत्ता लागेन। 2079 साल। अर्जुन 24 वर्षको सफ्टवेयर इन्जिनियर यस्ता कथामा विश्वास गर्दैनथ्यो। उनका साथीहरूले कहिलेकाहीँ सुन्दरी जलको अन्तिम बसको कथा सुनाउँदा ऊ हाँसिदिन्थ्यो। भूतभन्दा पनि ट्राफिक जाम डरलाग्दो हुन्छ, ऊ मजाक गर्थ्यो। एक दिन साथीको जन्मदिन मनाउन ऊ सुन्दरी जल गएको थियो। गफ, खाना र रमाइलोमा समय बित्दै गएको थियो। जब उसले घडी हेर्यो, रातको 10:45 बजिसकेको थियो। उसले हतारिँदै घर फर्किने निर्णय गर्यो। सुन्दरी जल बस पार्क लगभग सुनसान थियो। दूरबाट एउटा पुरानो बसको हेडलाइट कुहिरो चिर्दै आइरहेको देखियो। बस नजिक आउँदा अर्जुनलाई केही अजीब लाग्यो। बसमा नम्बर प्लेट थियो, तर धुलोले ढाकिएको। गाडीको रङ छुट्याउनै गाह्रो। झ्यालहरू धमिला। अझ अचम्मको कुरा, बसमा कुनै गन्तव्य लेखिएको थिएन। बस रोकियो। ढोका चर्र आवाज गर्दै खुल्यो। अर्जुन चढ्यो। भित्र जम्मा 5 जना थिए। एक वृद्धा, 2 पुरुष, एउटा सानो केटा र झ्यालपट्टि सेतो कपडामा बसेकी एउटी युवती। कसैले कसैसँग कुरा गरिरहेको थिएन। बसभित्र अनौठो चिसो थियो, मानौ जाडो होइन, चिहानको हावा। अर्जुनले टिकट माग्न खोज्यो। कन्डक्टर थिएन, चालक मात्र। टिकट? अर्जुनले सोध्यो। चालकले ऐनाबाट हेर्दै भन्यो, यहाँ टिकट लाग्दैन। बस जङ्गलतर्फ बढ्न थाल्यो। केही मिनटपछि अर्जुनले बाहिर हेर्न खोज्यो, तर झ्यालपारी केही देखिएन, केवल बाक्लो सेतो कुहिरो, मानौ संसार नै हराएको हो। उसले मोबाइल निकाल्यो। स्क्रिनमा समय देखियो 11 बजी। उसले फेरि केही बेरपछि हेर्दा समय अझै 11 नै थियो। 10 मिनट बितिसकेको जस्तो लाग्थ्यो, तर घडी चलेको थिएन। अचानक उसको छेउको सानो केटाले बोल्यो, दाई, तपाईँ नयाँ हो? अर्जुन झस्कियो। के? केटा मुस्कुरायो। उसको मुस्कान अस्वाभाविक थियो, धेरै फराकिलो, धेरै स्थिर। हामी सबै नयाँ भएर आएका थियौं। के भन्नु खोजेको? सुरुमा सबैलाई घर पुग्छु जस्तो लाग्छ,
अर्जुनको शरीर सिरिङ्ग भयो। बस एउटा मोडमा पुग्यो। अर्जुनले झ्यालमा आफ्नो प्रतिबिम्ब देख्यो, तर पछाडि बसेका यात्रुहरूको प्रतिबिम्ब थिएन। सिटहरू खाली देखिन्थे। उसले फेरि हेर्यो, प्रतिबिम्बमा चालक पनि थिएन। बस आफै गुडिरहेको जस्तो देखिन्थ्यो। अकस्मात बस रोकियो। अर्जुनले झ्यालबाट बाहिर हेर्यो। ऊ कहिल्यै नदेखेको जङ्गल थियो। रुखहरू अस्वाभाविक रूपमा अग्ला, कुहिरो जमिनमा बगिरहेको, र ती रुखहरूको बीचमा मानिसहरू उभिएका, सयौं, हजारौं, सबै स्थिर, सबैले बसतर्फ हेरिरहेका। त्यसै बेला सेतो कपडाकी युवती उठिन्। उनले अर्जुनलाई हेरिन्। उनको अनुहार आधा बलेको थियो, आँखा कालो खाल्डो जस्तो। तिमीलाई थाहा छ यो बस के हो? अर्जुन बोल्न सकेन। यो हराएका आत्माहरूको बस हो। म यहाँ किन छु? युवतीले उत्तर दिइन्। किनभने आज राति तिमीले गलत बस चोज्यौ। चालक बिस्तारै उठ्यो। अब अर्जुनले उसको अनुहार स्पष्ट देख्यो। उसको निधार फुटेको थियो, आधा अनुहार रगतले ढाकिएको। आँखा थिएनन्, खाली गहिरो अन्धकार मात्र। हामी सबै दुर्घटनाका यात्रु हौं। चालकको आवाज बसभर गुन्जियो। र हामीलाई अझै यात्रु चाहिन्छ। बसको पछाडिको भागमा एउटा ढोका देखा पर्यो। अर्जुनले पहिले त्यो ढोका देखेको थिएन। ढोका बिस्तारै खुल्न थाल्यो। भित्र पूर्ण अन्धकार, तर त्यो अन्धकारभित्र सयौं फुसफुसाहट सुनिन्थे, मानौ हजारौं मानिस एउटै समयमा कुरा गरिरहेका छन्। आऊ, यहाँ आऊ, हामीसँग बस। अर्जुनले ढोका खोल्दै बसबाट हाम फाल्यो। ऊ जङ्गलतर्फ दौड्यो। पछाडि बसको हर्न बजिरहेको थियो, लामो, भयङ्कर, अमानवीय। ऊ दौडिरह्यो, दौडिरह्यो, दौडिरह्यो। अचानक ऊ लड्यो। सबै अन्धकार भयो। जब आँखा खोल्यो, ऊ सुन्दरी जलको सडक किनारमा थियो। स्थानीय मानिसहरूले उसलाई घेरिरहेका थिए। बाँच्यो, होस आयो, कसैले भन्यो। अर्जुन अस्पताल पुल्याइयो। डाक्टरहरू अचम्मित थिए। शरीरमा चोट थिएन, तर कपाल लगभग पूरा सेतो भइसकेको थियो। अर्जुनले प्रहरीलाई सबै कुरा सुनायो। प्रहरीले खोजी गर्यो। त्यस्तो कुनै बस भेटिएन। त्यो राति त्यो रुटमा अन्तिम बस 9:30 बजे नै बन्द भएको रेकर्ड थियो। 11 बजे कुनै बस चलेको थिएन। 3 महिनापछि अर्जुन फेरि सुन्दरीजल गयो, कसैलाई नभनिकन। किन गयो कसैलाई थाहा भएन। त्यो राति ऊ घर फर्किएन। फेरि कहिल्यै भेटिएन। उपसंहार। आज पनि सुन्दरीजलका केही वृद्धहरू भन्छन्, जाडोको रात ठीक 11 बजे कुहिरो बाक्लो भएको बेला पुरानो बस जङ्गलको बाटो हुँदै गुड्छ। भित्र 6 जना यात्रु बसिरहेका हुन्छन्। एक वृद्धा, 2 पुरुष, एउटा सानो केटा, सेतो कपडाकी युवती र झ्यालतर्फ फर्केर बसेको एउटा जवान केटा। उसको कपाल पुरै सेतो हुन्छ। यदि कसैले ध्यान दिएर सुन्छ भने बसको झ्यालबाट एउटा मधुरो आवाज आउँछ, अर्को यात्रु कहिले आउला। यदि तपाईलाई मेरो यो भिडियो मन परेको छ भने यस्तै थप डरलाग्दा र रोमाञ्चक भूत प्रेतका कथाहरू सुन्नका लागि कृपया यो भिडियो लाइक गर्नुहोस् र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। साथै यो कथा आफ्ना साथी र परिवारसँग पनि शेयर गर्नुहोस्। तपाईको साथ र समर्थनले हामीलाई अझ उत्कृष्ट कथाहरू ल्याउन प्रेरणा दिन्छ। धन्यवाद।